हामी चाहिँ भनेको आज चाहिँ बिहानको 3 बज्न आँटेको छ। हामी चाहिँ कन्याकुमारी जाँदैछौँ। यो चाहिँ कन्याकुमारी, यो ठाउँमा चाहिँ हामी अहिले घुम्नको लागि भनेर दर्शन गर्नको लागि जाँदैछौँ। र अहिले चाहिँ बिहानको ठ्याक्कै 3 बजेको छ। हामी 3 जना जाँदैछौँ। यहाँनिर हामी सबैजना रेडी हुँदैछौँ। आज राति चाहिँ नसुतिकन चाहिँ हामी कन्याकुमारी दर्शन गर्नको लागि बिहानै हामी राति नसुतिकन हामी रेडी भएर अहिले चाहिँ टक्क बाटोमा निस्किसक्यौँ। अहिले ठ्याक्कै 3 बजे 3 भइसकेको छ। र हामी भनेको अहिले अटो बुक गरेर चाहिँ हामी यहाँदेखि निस्किसक्यौँ। रुमदेखि चाहिँ निस्किसक्यौँ। यहाँ भाउजू चाहिँ अटो बुक गर्नुभएको छ दादा उपर। अनि त्यस पछाडि यो चाहिँ 3 बजी, बिहानको 3 बजी पुरै सहर सुतिराखेको छ। सुतिराखेको अवस्थामा चाहिँ हामी चाहिँ बिहानै निस्केर हिँड्यौँ। अटो पनि बुक गरेको, अटो आइपुग्न आँटिसक्यो। सबैतिर सुनसान छ यताउता सबैतिर। हामी 3 जना चाहिँ अब स्टेसन गएर टिकट पनि गरेको छैन। स्टेसन गएर टिकट गरेर त्यतिकै जाने भनेर चाहिँ अगाडि टिकट नगरी हिँड्नु बस्यौँ। यो अटो पनि आइसकेको छ। यहाँनिर हामी अब चढेर चाहिँ डाइरेक्ट स्टेसन जान्छौँ, रेलवे स्टेसन। अनि त्यसपछि ट्रेन चढेर चाहिँ हामी जान्छौँ। त्यो टिकट पनि गर्नुपर्नेछ स्टेसनमै पुगेर। अहिले चाहिँ हामी टिकट नगरिकन अगाडि नै मोबाइलदेखि टिकट बुक गर्न पनि मिल्छ, तर त्यो चाहिँ हामीले गरेनौँ। तर अब सिट पाउँदैन जस्तो लागेको छ। उभिएरै जानुपर्छ। तर बाटो छ 8 घन्टा 9 घन्टाको। ट्रेनमा अब बस्ने ठाउँमा मात्रै पाइयो भने पनि भइहाल्छ। र फाइनली हामी चाहिँ स्टेसन आइपुगेका छौँ। अन्त टिकट पनि लिइसकेँ मैले। हामी 3 जनाको चाहिँ एउटैमा छ। टिकटको दाम पऱ्यो 400 रुपियाँ, 390 रुपियाँ पऱ्यो। यहाँनिर चाहिँ हामी ट्रेनको वेट गर्दैछौँ टिकट काटेर। अनि अब ट्रेन आउने एकछिन समय लाग्छ होला। हामी चाहिँ अहिले रेलवे स्टेसनमै छौँ। भाउजूहरू उताबाट के किनेर आउनुभयो। अहिले चाहिँ फाइनली ट्रेन पनि आइसकेको छ। र हामी चाहिँ यहाँ भनेको यही ट्रेनमा चढेर चाहिँ जान्छौँ। भित्र के कस्तो छ होइन, कतिको भिड छ। यो यहाँनिर चाहिँ निकै भिड भएकोले गर्दा हामी निकै बेर बस्यौँ, उभिए पछाडि चाहिँ बल्ल यहाँ बसेको यहाँ एकदम निन्द्रा एकदम धेरै लागिरहेको छ। भाउजूको पनि अवस्था यस्तो छ। यहाँ हामी सबैको अवस्था यस्तै छ। दादाको पनि अवस्था यहाँनिर यस्तो छ। मेरो पनि एकदम हालत खराब भइरहेको छ निन्द्राले गर्दा। राति सुताइ भएन नि त, त्यही भएर बाहिरको नजारा चाहिँ एकदम राम्रो आइरहेको छ यहाँनिर होइन। र यो चाहिँ बिहान पख हो, त्यही भएर एकदम राम्रो नजारा पनि, भ्यू पनि एकदम राम्रो आएको छ। हामी चाहिँ केरलामै छ। अब वहाँनिर तामिलनाडुमा पर्छ नि त यो कन्याकुमारी चाहिँ। हामी फाइनल कन्याकुमारी पनि आइपुग्यौँ। अनि अब यहाँनिर चाहिँ ओर्लेर हामी अटोमा जान्छौँ। हामी पहिले आएको थिएनौँ। यो कन्याकुमारी मन्दिर चाहिँ ठुलो मन्दिर हो। यहाँनिरबाट चाहिँ स्टेसनमा हामी ओर्लिसक्यौँ। अब यहाँदेखि बाहिर निस्केर अटोमा जान्छौँ। कति भाडा लाग्छ के लाग्छ केही थाहा छैन, गएर बुझ्ने हो। र हामी चाहिँ अटो भएको ठाउँमा पनि आइपुग्यौँ। यहाँनिर बोलाउँछ भाडा भन्दैछ 100 रुपियाँ। त्यो मन्दिरसम्म पुग्नको लागि चाहिँ 100 रुपियाँ भनेर भन्दैछ। अनि अब हामी चढेर चाहिँ लाग्यौँ मन्दिरतर्फ। भिडियो हेर्दै गर्नु होला। एकछिन बाहिरको नजारा पनि देखाउँदैछु म। यहाँनिर राम्रो छ एकदम। बिहानको समयमा घाम पनि लागेको छैन, हल्का घाम लागेको छ। भर्खर यो वाला इधर अंदर जाने के लिए होता है, अंदर जाने के लिए बोटी में जाएगा। बोटी में खुला नहीं है, कितना ये बोटी में जाएगा? कितना है? 60 पानी वाला 3 60 पानी वाला नरिवल पानी खानेको छ। नरिवल पानी 3 जना नरिवल पानी भनेको छौँ। र हामी नरिवल पानी खाइसकेपछि चाहिँ हामी तिर्न चाहन्छौँ। टिकट काट्नुपर्छ छ। गुगल पे है जस्तो लाग्दो रहेछ 100 रुपियाँ। मिठो छ पानी खाएर हामी टिकट काट्छ। अलिक भित्र गएर टिकट काट्छ। बोट चढेर जान्छ। कस्तो छ कति भिड छ के छ केही पनि थाहा छैन। पहिलोचोटि आएको, त्यही भएर केही थाहा नभएर चाहिँ हामी नरिवल पानी खाएर हामी हिँड्न आँटेको छौँ। अंदर खाना खाने के लिए